हेर्नु न साथी हो, यो किराको लाइफ त कस्तो हुने रहेछ हो। यसले होइन बच्चा निकाल्दैछ। अब उसको त ऊ त खोक्ला भइसक्यो, ऊ त मरेर गयो क्या हो, त्यस्तै लाग्यो। यता यसले यसको उसले बच्चा निकालेपछि यसको मृत्यु हुने रहेछ क्या हो, मलाई त त्यस्तै लाग्यो हौ। हेर्नु न, उसले नयाँ निकाल्दैछ, बच्चा निक्लिँदैछ। यहाँ आमाको त हेर्नु न, आमा त हल्लेको पनि छैन। कस्तो अचम्मै हौ, डर कस्तो खराब पो लाग्यो देखेर। हेर्नु त यहीँ साथी, हेर्नु है, हेर्दै गर्नु होला है, हेर्दै गर्नु होला है। अरे मैले त आज फर्स्ट टाइम देखेको हो यस्तो। हेर्नु त यहाँ आमा त, हेर्नु त एकदम यहाँ आमा त अलिकति पनि हल्लेको छैन। ऊ त एकदम न्यु न्यु बेबी न्यु, कति अहिले भर्खर यहाँ देखेको थिएँ म त। किरा पो होला, किरा त किरै हो, के गर्दैछ भनेको। त्यही त बच्चा निकाल्दै रहेछ, तर आमाको त हेर्नु न हालत। हेर्नु त कस्तो अचम्मको हो, हेर्नु त कस्तो अचम्म होइन। हेरौँ, हेर्दै गरौँ ल यहाँ कस्तो के हुने रहेछ। हेर्नु त यी बहुत हेर्नु, यसले यो नयाँ बच्चा हेर्नु है, हेर्दै गर्नु है। म त आज फर्स्ट टाइम एकदम यहाँ देखेछु कि। ऊ हेर्नु उसले त जन्म लियो। हेर्नु है, अब उसको आमाको चाहिँ कस्तो हालत छ हेरौँ है, के भएको रहेछ कस्तो। म त आज फर्स्ट टाइम सुनेको त थिएँ, कुन एउटा किराले बच्चा जन्माएपछि आफूले आफ्नो जान गवाउनु पर्छ अरे भनेर, तर मैले देखेको त थिइनँ। आज सायद यही होला हौ, यही किरा होला सायद पनि। हेर्दै गरौँ ल साथी हो, कस्तो छ हेर्नु त। यो त हेर्दै गरौँ है, खै निक्लेकै छैन। पुरा निक्लिनु त निक्ल्यो, तर उसले खै हेरौँ है त, हेरौँ है त, छुनुमै डर लाग्छ। हेर्नु हेर्नु उसले त उसको यहाँ हेर्नु है, आमा त छैन त, आमा त आफ्नो जान गवाउनु पर्ने रहेछ आमाले त। हेर्नु है, हेर्नु हेर्नु ला, उसले त जन्म लियो, तर यहाँ आमा त आफ्नै बिचरा यस्तो पो हुने रहेछ हौ। ऊ त हेर्नु त साथी आज फर्स्ट टाइम देखेको है मैले, यो सुनेको त थिएँ। हेर्नु त उसले त जन्म लिएर गयो, तर उसलाई जन्माउनुको लागि आफ्नो आमाले आफ्नो जान गमाउनु पर्ने रहेछ हौ साथी हो। हेर्नु त छैन यहाँ त, खोल मात्रै खपेटा मात्रै छ। हेर्नु नै, हेर्नु थेत्तेरिका फर्स्ट टाइम सुनेको थिएँ। हेर्नु हेर्नु यस्तो हुने रहेछ भगवान्। आमा त आमै हुन्छ हो। छोराछोरीलाई नयाँ जिन्दगी दिएर आफू मरेर गयो। हेर्नु त साथी हो, आजको लागि यति नै। मैले यो अघिबाट हेरिरहेको थिएँ कि के भएको हो भनेर, त यस्तो पो रहेछ। छोरी त अब छोरी हो कि छोरा हो नि, नानी जन्माएर आमा त यसरी मरेर यहाँ पो छ। आमा त मरेर गयो हो थेत्तेरिकाई। आमा त आमै हुन्छ हो, सायद चाहे मान्छेको होस् या फेरि जीव जन्तु जेको पनि होस्। हेर्नु त ल साथी हो, आजको लागि बहुत दुःख लाग्यो हौ देखेर। साथी हो, हेर्दा यसको त पोखेटा सोखेटा सबै पो आइसकेछ हौ। आमामामा हेर्नु त जन्मिने बित्तिकै यस्तो पो हुने रहेछ। हेर्नु त यसको त पुरा रूप रङै अलग्गै हुने रहेछ हौ। हेर्दा हेर्नु न, यहाँ पोखेटा अहिले भर्खरै केही थिएन, अहिले हेर्नु त यहाँ हेर्दा अहिले के कस्तो हुन्छ होला नि। पुरा कोक्रोच पो रहेछ नि, कोक्रोच पो रहेछ। भरे म त के रहेछ भनेको त कोक्रोच पो रहेछ। हेर्नु न, अरे यस्तो पो हुने रहेछ हौ।